भोटिङ मेसिन हो होइन। हामीले चाहिँ यसमा यहाँबाट सुरु गर्छौँ है। अब हाम्रो चाहिँ यहाँ अध्यक्षको पदहरू देखा हुन्छ। अब यहाँको अध्यक्षको पदमा चाहिँ अब हाम्रो यो एमाले पार्टीहरूको कसरी हुन्छ, कतिवटा पदहरू हुन्छ अध्यक्षको पदहरू राखिएको छ, त्यहीबाट सुरु गरिन्छ होइन। अब हाम्रोमा चाहिँ अहिले डेमो भएको कारणले चाहिँ गर्दाखेरि चाहिँ हाम्रो चाहिँ यहाँ अहिले 3टा मात्र देखाएको छौँ होइन। अब हामीले हाल्दाखेरि चाहिँ जहिले पनि अब जस्तै एक उम्मेदवारले मात्र भनेको छ भने हामीले एक मात्र हाल्न सक्छौँ है। जस्तो त्योभन्दा बढी चाहिँ हामीले हाल्न आउँदैन, हाम्रो सिस्टमले दिँदैन है। अनि त्यसलाई अब मैले अब यसलाई रद्द गरेर उहाँलाई होइन उहाँलाई हाल्छु भने पनि पाइन्छ कि यसमा चाहिँ है। यो हालेपछि हाम्रो अगाडि बढ्ने क्रम हुन्छ। नेक्स्ट गर्छ हामीले। यसपछि हामीले यसरी नै अब अध्यक्षको एउटा युआई छुट्टै हुन्छ, हाम्रो उपाध्यक्ष छुट्टै हुन्छ। हामीले उपाध्यक्षमा हाल्यौँ, फेरि अगाडि बढ्यौँ। महासचिवमा मैले एकजना हालेँ होइन, फेरि अगाडि बढौँ। यसरी नै बढ्दै जान्छौँ हामी होइन। अब हाम्रो एकभन्दा बढी नै उम्मेदवारहरू चाहिँ छनौट गर्ने हुन्छ। जस्तै यहाँ हेर्नु त बागमती प्रदेश सदस्यको पदमा चाहिँ कुनै 2 उम्मेदवारलाई मतदान गर्नुहोस् भनेको छ है। यसमा हेर्नु त 2 उम्मेदवारलाई हामीले मतदान गर्न पाउँछौँ है। जस्तै मैले 2 गर्दाखेरि 2 उम्मेदवारलाई मैले भोट हालेँ भन्दा यहाँ अगाडि बढ्ने अप्सन देखाउँछ। तर मैले एकजनालाई मात्र भोट हाल्दा चाहिँ हाम्रो यहाँ अप्सन देखाउँदैन, हामी अगाडि बढ्न सक्दैनौँ। त्यही भएर हामी चाहिँ 2 हाल्न पाउँछौँ। 2 भनेको खै नि 2 मतदान गर्नु पर्यो, 2 उम्मेदवारलाई मात्र हाल्न सकिन्छ, 2 भन्दा बढी नै हाल्न सकिँदैन। अब 3 उम्मेदवारहरू उठेको छन् वा 3 वा सोभन्दा बढी उठेको छन् भने चाहिँ हामीले 3 वा सोभन्दा बढी नै भोट हाल्न पाइन्छ है। त्यस कारणले हामीले 2 भनेको छ, त्यही भएर 2 गर्छौँ। अब यहाँ हेर्नु यो अन्तिम पोस्ट हो, के तपाईँ भोटिङ सारांशमा जान निश्चित हुनुहुन्छ भने। अब हामीले होइन गऱ्यौँ भने हामीलाई यहाँ सच्याउन दिन्छ है। जस्तै मलाई उहाँलाई होइन उहाँलाई हाल्नुहुन्छ भन्दाखेरि यसरी सच्याउन पाइयो होइन भनेर है। अनि यसरी नेक्स्ट गर्ने अनि हो भनेर आफ्नो लास्टमा जान सकिन्छ। अनि यहाँ थिच्दाखेरि चाहिँ हाम्रो मतदान सफल हुन्छ। अनि हाम्रो चाहिँ यहाँ एउटा इन्डिकेटर बल्छ जुन हामीलाई हाम्रो यो प्राविधिक मान्छेहरूलाई चाहिँ थाहा हुन्छ हाम्रो यहाँको भोटिङ सम्पन्न भयो भनेर। हस् त, धन्यवाद।